So anything that needs to be done with India and regional organization, that is done through our embassy. एउटा. The second is Kathmandu, I think there are only about 30 embassies, 30. approximately. हाम्रो diplomatic relation त झन्डै 200 वटामा भइसक्यो. So all other countries they have the embassy. Most of the countries they have the embassy in Delhi. So anything that they would like to do with Nepal, they have to come through our embassy. त्यस्तो रिलेसन. सो त्यसमा एउटा पोलिटिकल भइहाल्यो त्यही रिलेसनहरूलाई कसरी स्ट्रेन्थेन गर्ने भन्ने. सेकेन्ड इज कन्सुलर भन्छ. त्यो कन्सुलर भनेको यहाँ भएको नेपालीहरूलाई द वेलफेयर होइन, इमर्जेन्सिज, त्यसपछि भिसा, पासपोर्ट, डकुमेन्टेसन, एटेस्टेसन गर्ने कुरा, इमर्जेन्सिज होइन, ट्राभल डकुमेन्ट्स दिने कुरा, त्यो सबै कुरा नेपालीलाई परेको प्रब्लमहरू यहीँ भएर अनि देन दे हेभ टु गो टु द इन्डियन गभर्मेन्ट अर नेपाली गभर्मेन्ट होइन. त्यो एउटा पनि भयो. अनि अर्को यो इकोनोमिक भनेको त अब सबैभन्दा ठुलो त आजकल त इकोनोमिक हो. किनभने हाम्रो जनकपुरबाट मान्छे सट्ट बोर्डर पार गरेर किनमेल गर्नु त इन्डिया आउँछ होइन. अनि धेरै सामान हामी इन्डियाबाट जान्छ नेपालमा. चाइनाको सामान पनि धेरै छ. त्यस कारणले यस्तो ट्रेडको रिलेसनहरू अनि नेपालमै गएर उनीहरूले लगानी गर्ने इन्भेस्टमेन्टको रिलेसनहरू, अनि टुरिस्टहरू जाने होइन. नेपालमा टुरिस्टहरू जान्छ, जनकपुरमा जान्छ, काठमाडौँमा जान्छ, माउन्टेन एरियामा जान्छ. अनि त्यो कुराहरू यहाँ इकोनोमिक सेक्सन भन्ने छ. त्यो इकोनोमिक सेक्सनले ट्रेड, इन्डस्ट्री, टुरिज्म त्यस्तो कुराहरू र इन्भेस्टमेन्ट प्रमोसन गर्ने काम गर्छ. अब अर्को हाम्रो एजुकेसन कल्चर उहाँले भनिहाल्नुभयो. एजुकेसन कल्चरमा वी डोन्ट नो एनी स्ट्याटिस्टिक्स हाउ मेनी नेपाली स्टुडेन्ट्स इन द स्कुल लेभल आर स्टडिङ इन इन्डिया. But the official statistics in the higher education is about 13,000. 13,000 Nepali, they are officially enrolled in the higher education in India. तर अनअफिसियल्ली, किनभने अब हाम्रो इन्डिया आउन एनओसी पनि चाहिँदैन. त्यस कारणले अब बोर्डर पनि ओपन छ. अनअफिसियल्ली चाहिँ आई थिङ्क इट्स एस्टिमेटेड द्याट अबाउट 30,000 नेपाली पिपल दे स्टडी इन द हायर एजुकेसन इन इन्डिया. अफिसियल्ली चाहिँ अबाउट 13,000 मात्रै हो, 13. एजुकेसन त्यो हो. अनि कल्चरल एक्टिभिटिज, आई थिङ्क वी अल्सो हेभ टु प्रमोट आवर कल्चरल एक्टिभिटिज so that more and more Indian people can go in Nepal and then visit Nepal, so that we also get the revenue and we also will have people-to-people relation stronger. त्यो कन्टेक्स्टमा हामीले धेरै कलेज, युनिभर्सिटी, यहाँको कल्चरल प्रोग्रामहरूमा हाम्रो कल्चरल प्रोग्राम पनि देखाउँछौँ, हाम्रो प्रेजेन्टेसन पनि गर्छौँ. सो हाम्रो काम चाहिँ बेसिकली त्यही हो. अब हुन त दिस इज भेरी कम्प्लिकेटेड फर स्टुडेन्ट्स लाइक क्लास 4, क्लास 5 होइन, क्लास 7. तर अब अरू कुनै क्वेसन सोध्न मन छ भने प्लिज.